हेलो गाइज एन्ड स्टुडेन्ट, इट्स मी एलिस। स्वागत छ तपाईँलाई स्टडी युनिभर्सको च्यानलमा। ढिलो नगरी आज हामी कुरा गर्नेछौँ रूपान्तरण ई लर्निङ प्लेटफर्म कसरी खोल्ने। तपाईँले देख्न सक्नुहुन्छ स्क्रिनमा कसरी खोल्दैछौँ हामी रूपान्तरण। वेलकम टु रूपान्तरण भनेको छ। यी कोर्सहरू मेरो जस्तै खोल्न सक्नुहुन्छ। अब ती कोर्सहरू बापत तपाईँलाई अन्तिममा प्रमाणपत्र पनि मिल्नेछ। तपाईँले कसरी खोल्ने देख्न सक्नुहुन्छ। साइन इन गर्नुहोस्, त्यसपछि तपाईँले फेसबुकमा क्लिक गर्नुहोस्, त्यसपछि फेसबुक या गुगल जुन पनि क्लिक गर्न सक्नुहुन्छ। यहाँ तपाईँको फेसबुक अकाउन्ट आउनेछ अनि यहाँ पासपोर्ट क्लिक गर्नुहोस्। तपाईँलाई छिटो र फास्ट गर्न सक्नुहुन्छ अनि यसपछि पासवर्ड सेभ गए पश्चात लगइन हुनेछ र यस पश्चात तपाईँले मेरा पाठ्यक्रम भनेर आउनेछ अनि तपाईँले आफ्नो नामहरू फिल गर्नुपर्ने हुन्छ। नाम लेख्ने आफ्नो मेरो नाम एलिस लेखेँ। यसरी नामहरू सरसर्ती लेख्ने। मैले लेखेँ आफ्नो नाम एलिस। यहाँ थर भनेको छ कास्ट लेख्ने। त्यसपछि कन्ट्याक्ट आफै लेखिएको हुन्छ, त्यसलाई काट्न मिल्दैन। अनि तपाईँ के हुन्छ इन स्कुल एडोल्सेन्ट, तपाईँ स्कुलको विद्यार्थी हुनुहुन्छ भने इन स्कुलमा क्लिक गर्नुहोस्, स्कुल एडोल्सेन्टमा। त्यसपछि तपाईँले ठिक गर्नुहोस्। त्यसपछि तपाईँले फेरि अर्कोमा जानुहोस् अनि लिङ्गमा मेल अफ फिमेल चाहिँ हुनुहुन्छ त्यो सेलेक्ट गर्नुहोस्। त्यसपछि उमेरमा पनि तपाईँ कति वर्ष भयो, 10 देखि 14, 15 देखि 19 त्यसमा क्लिक गर्नुहोस्। म 15 देखि 19। त्यसपछि नेपाल, भुटान, इन्डिया, अदर्स अन्य देशहरूबाट। त्यसपछि प्रदेशमा तपाईँले सुदूरपश्चिम प्रदेश क्लिक गर्नुहोस् जहाँबाट हुनुहुन्छ। त्यसपछि चाहिँ तपाईँले यहाँ जिल्लामा चाहिँ यहाँ कैलालीबाट हुनुहुन्छ या कुनै ठाउँबाट हुनुहुन्छ नि, यहाँ धेरै अपडेट भएको छैन त्यसैले यहाँ कैलाली भनेर आउँदै छैन कुनै कारणवश होला। त्यसैले मैले मेरो अस्थायी ठेगानालाई यहाँ फिल गरेको छु, डोटी भनेर अस्थायी ठेगानालाई, अथवा कुनै क्लिक गर्नु होला। यो एरर हुनसक्छ अपडेट नभएको कारण कैलालीमा। त्यसपछि तपाईँले यस्तै क्लिक गरेर म्युनिसिपालिटीमा तपाईँले नगरपालिका अथवा गाउँपालिका जे भने आदर्श गाउँपालिका छ, म्युनिसिपालिटी गाउँपालिका थियो मेरो पुरानो, मैले यहाँ लेखेँ ठेगाना। त्यसपछि तपाईँले एउटा लेखिदिनु होला, छैन भने त्यसमा वार्ड नम्बर लेखिदिएँ मैले 5 नम्बर वडा रहेको छ। त्यसपछि तपाईँले यहाँ के तपाईँको कुनै लामो समयदेखि भएको समस्या, अपाङ्गता, कमजोरी छ भनेर प्रश्न सोधेको छ। छैन भने छ या छैन के रोगहरू तपाईँमा भने सिलेक्ट गर्नु होला, ठिक अथवा छैन। अनि त्यसपछि तपाईँले तपाईँको हामीको बारेमा कसरी सुन्नुभयो, कहाँबाट सुन्नुभयो भन्ने छ। त्यसमा तपाईँले मैले स्कुलबाट सुने भनेर फ्रम माई स्कुल हो लर्निङ सेन्टरबाट भनेर त्यसमा क्लिक गर्ने। त्यसपछि चाहिँ तपाईँले ठिक गरे पश्चात तपाईँको यो प्रोफाइल रेडी हुनेछ र ठिक गरे पश्चात तपाईँलाई यहाँ आउनेछ मेरो पाठ्यक्रमहरू, सिकाइ मार्गहरू भनेर यसरी आउनेछ। तपाईँको अकाउन्ट खुल्नेछ। यसपछि तपाईँले कुनै पनि भिडियो परिचय भन्नेमा क्लिक गरेर यसरी भिडियो हेर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले विभिन्न प्रश्नहरूको उत्तर दिन सक्नुहुन्छ। यसरी तपाईँको हाम्रो रूपान्तरण ई लर्निङ प्लेटफर्म खुल्छ। यति नै। हस्, धन्यवाद।